र जो पात्र उहाँले पक्राउ गर्नुभयो बिचौलिया भनेर त्यही पात्रसँगको उहाँको पार्टनरसिप त्यो पनि संस्थापक सेयरको विषयलाई लिएर जसलाई उहाँले पक्राउ गर्नुभएको छ तिनै भनेको त यो त ती पक्राउले नि पोल खोलिदिँदै गए जस्तो खालको अवस्था अब यसमा चाहिँ गृहमन्त्रीज्यूको प्रशंसा गर्ने ठाउँ रह्यो। के ठाउँ रह्यो भन्नुहुन्छ भने जोसँग उहाँको पार्टनरसिप छ, संस्थापक सेयर छ, ती व्यक्ति पनि कानुन बाहिर भएर अपराध गरे भने छोडिन्न भन्ने आधारबाट त अगाडि बढ्यो नि त। उहाँले त्यसलाई त संरक्षण गर्न पर्दो नि त। आफू बाहेक किन आफू बाहेक उहाँ त सेयर हाल्ने कुरा त्यो प्रत्यक्ष संलग्नता नभएको कुरा उहाँले त्यही कम्पनीको विषय मुद्दा पनि त अहिलेको अनुसन्धानको विषय होइन नि त। यसकारण मेरो कुरा के हो भन्नुहुन्छ भने आफ्नै पार्टनरलाई पनि आफ्नै मान्छेलाई पनि अनुसन्धानको दायरामा कानुनको दायरामा ल्याउन पर्ने अवस्थामा ल्याउने व्यक्ति त यो मुलुकले खोजेको मन्त्री सरकार त त्यस्तै होला नि त। भनेपछि